फेरि त्यो बुढोले किन मन्टो निकाल्यो सत्तै मन्टो चुटेर भुइँमा झर्छ फेरि ल त गाइजहरू आजको हाम्रो ताजा ताजा भिडियोमा फेरि पनि वेलकम छ हजुरहरूलाई। अब हामी चन्द्रगढी आमा भएकोमा जाँदैछौँ। हामी जाँदैछौँ। आज चाहिँ पानी परेको छैन, घाम लागेको छ नि, फेरि भित्तामा गाह्रो हुन्छ नि हजुरहरू। ल चाहिँ गिर्जामठको नजारा हेर्दै चल जाउँ। कस्तो पानी परेको चित्तै देख्ने गरी यो गाडीले त ठोकौँला झैँ गरेर आउँछ त हेपेको हो भने हेपेको भनौँ, होइन भने गाह्रो पर्ला नि फेरि। साथीहरू यहाँ रिकन्डिसन पनि छ जस्तो छ। बाइक किन्नेको इच्छुक हुनुहुन्छ भने सस्तो सुलभ दरमा चलेको भाउ झकास तरिकाले मिलाएर दिन सक्छौँ भनेर भन्ने हुन्छ। यही रहेछ अहिलेको झापाको यो रोडको लागि चाहिँ एक्सपोर्ट एकदम सुइटेबल छ है। अहिले यो एसियन हाइवे कि के जातिले काम छ नि, काम नलाग्ने हाइवे बनाएको छ। यो गाडी त कडक कडक छ, पुरै अफरोड थिङहरू। हुनसक्छ फेरि त्यो बुढोले किन मन्टो निकाल्यो सत्तै मन्टो चुटेर भुइँमा झर्छ फेरि गराए पछाडि क्यामेराले मस्ती पारेको पारेको मूल साथै हिँड्छ साथी हो, मूल साथ हो। आज मेरो घाँटी खस्कदा कसले कुरा गरेको नि। साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो। दादाजी आउँदै यो ऱ्याङ्कर त के ओडाइ भएर माथि नै फलल उड्दो रहेछ नि, सबै पानी जति भित्र ऱ्याङ्कटको के अर्थ भयो र। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। सबै साथीहरूलाई हतार छ, मलाई मात्रै हतार छ जिन्दगीमा भनेको सबैलाई हतार छ। होइन होला के हो ट्याक्क मुक्ति चोक आइपुग्यो। अब यहाँदेखि ट्याक्क लेफ्ट लिएर भद्रपुर बस स्ट्यान्ड हुँदै 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 चाहिँ अहिले कहाँ जान्छ मेरो माउलो चन्द्रगढी सिलगढी गाह्रो पर्ला नि होइन त। क्वालिटी कम्प्लेन कम्प्युटर इङ्ग्लिस पढ्नु त फेरि मटु 1 देखि 10 सम्म फेल। गाह्रो पर्ला नि, यतिको दमको चाहिँ छ भने भनौँ होइन। फेरि यहाँबाट बस बिस्तारै आउनु होला। यहाँ त कस्तो शिष्टाचारको साथ भनेको छ। अरू बसमा त बिस्तारै आइज जहाँ ठोक्लास् नि अरे त्यसमा भन्छ। अब केटाहरूले फोटो फेसबुकमा हालेर फोटो आफै बोल्छ भन्थ्यो, बसको पछाडि लेखेर मान्छेले बस आफै बोल्छ भन्छ। सक्यो होइन होला के हो यहाँनिरको त रोडहरू दामी बनाएको छ हो, पुरै यताउता फुल गाडेर हर्की गाडीले झन्डै हाने यार। मलाई अहिले भर्खरै मैले साथी हिँडिसकेको थियो
कस्तो दामी बनाएर क्या यहाँको रोडहरू सरहरू राम्रो रोपेर मिठो बनाएको रहेछ अहिले इङ्ग्लिसमा नेपालीमा मलाई चाहिँ अत्यन्तै मन पर्यो हजुरहरूको स्टाइल मलाई छेत्रीको स्टाइल मन पर्यो हेर मान्छेहरूले पैसा बचाउने अझै एनसिएल नेपालकै लाग्छ होइन होला हौ इन्डियाको लागि त होइन मलाई त्यस्तै लाग्छ है होइन होला हो नेपालकै लागि पऱ्यो पाहाडमा जाउँ एकदम 4G अरे होइन हौ डाटा खोल्दाखेरि भयो लास्टमा चाहिँ फेरि कलाले नचल्दिने अरे हो 7 दिनको अनलिमिटेड डाटा होइन अन्तिममा चाहिँ फेरि चल्दै नचल्दिने अरे क्या गाह्रो हुन्छ नि त फेरि हात चाहिँ अब चलाउनै पऱ्यो भने कस्तो हुन्छ भने ट्याक्क एक ठाउँ मूर्ति जस्तो हात बनाएर बस्नुपर्छ नहल्लिकन रोबोट जस्तो के भन्नु होइन एकदम नहल्लाइकन यो अटोवाला के गर्नु होइन त्यसरी बस्यो भने चल्छ होइन भने त गाह्रै छ हौ यहाँ तराईमा चल्यो भने अलगै कुरा हो पाहाडमा चाहिँ सिलगुलै हुन्छ टाढो पर्ला नि सागसाग धन्किने गरी हाल्नु ट्रेनमा त फुलहरू दामी छ नि ओए 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 बचा ले ऊपर वाले मेरे को अभी उड़ाने वाला था फिर से चला अरे भाई थोड़ा धीरे धीरे चलाना जैसे मैं जान लिया पछि हेर अब यहाँ पनि रहेछ फेरि हेर्नु अस्ति त गर्नु है एनसिएल नेपालकै लागि हेर्नु मारेको छैन या त्यसरी नभनौँ न हौ साथीको नेटै जाउँ त्यसै नेपालको लागि भन्दा हुन्छ जब उडायो रे लैले सानो कपाल हल्दीबारी गाउँपालिका यस्तो पनि हुन्छ यो हरियो मिठो केटी खाना क्या चाहते हो